हेलो साथीको आज चाहिँ हाम्रो कल चाहिँ जुम्लातिर जाँदै हुनुहुन्छ त्यसको लागि म चाहिँ यता बसपार्कतिर आएको अनि उहाँ चाहिँ अब हामी बसपार्कतिर यसो खाजा खानलाई एउटा होटलमा बसिरहेको छ म उहाँ चाहिँ हेडौडाको बसाइ कस्तो भयो अनुभव सुनाउनुहुन्छ उहाँ चाहिँ फेरि व्यापारी शिलाजित बेच्ने हुनुहुन्छ उहाँ चाहिँ अब अर्कै अर्ग्यानिक सामान बेच्ने व्यापारी हो अब सुनाउनुहोस् त तपाईँको अनुभव कस्तो भयो हेटौडामा आजसम्म 2 महिनाको बसाइ कस्तो चलिरहेको छ हेटौडातिर सबैलाई नमस्कार मेरो नाम रज टोकाया सिजाक गाउँपालिका सब ठिकै लाग्यो हेटौडा बजार अब आजसम्म त्यो अहिलेसम्म 2 महिना बसियो यतातिर रमाइलो दिए जतातता घुम्नु गइयो अनि हप्ता व्यवसाय भयो अब घरमा अब व्यवसाय यताउता गरेर पाराले अब घरमा जानुपर्ने भयो सबलाई ठिक छ सामान भेर अब आफ्नै भेडा फार्मतिर लाग्दै हुनुहुन्छ उहाँ अङ्कल चाहिँ माथिको अनि यता अङ्कल चाहिँ यता बस्दै हुनुहुन्छ केही समयसम्म हामी हेटौडामा त्यही 4-5 महिना अझै बस्दैछौँ उहाँको चाहिँ अर्को अङ्कलको चाहिँ भेडा फार्म भएको कारणले अर्ग्यानिक चामल सिमी लिएर बेचेर चाहिँ आज घर फर्किँदै हुनुहुन्छ यस्तै हो साथीहरू त अब हामी चाहिँ बसपार्कतिर लागिसकेछौँ नास्ता खाएर पनि अब यात्रा चाहिँ आज चाहिँ सूर्यसम्मको हुन्छ नाइट गाडीमा जाने हो सरर पाउनेको बाटो भएर त्यसपछि के हुन्छ त्यसपछि 2-4 दिनपछि जुम्लासम्मको यात्रा पनि हो उहाँको एकैछिन हामी बसमा छोड्नेछौँ उहाँलाई त्यसपछि हुनेछ भिडियो रमाइलो उहाँ चाहिँ पछाडिको व्यापारी अनि उहाँ पनि आउनु भएको छ हाम्रो भिडियोमा हेर्न सक्नुहुन्छ त्यही हो अहिले हामी चाहिँ यो एउटा बस पार्कतिर छौँ साथीहरू छौँ यस्तै हो अब हामी एकछिन कति पुग्नेछौँ उहाँलाई बस पार्कतिर छोडेर हामी चाहिँ करिब 2-3 महिनाको बसाइ चाहिँ एउटा बजारतिर हुनेछ त्यही हो साथीहरू कर्णाली बजारको मान्छे बजारतिर आएर यस्तो कुरामा भइरहेको छ गाउँमा घरमा चाहिँ सामानहरू किन्दै हुन्छ अङ्कलले चाहिँ यो 780 भयो लगाएर सामानहरू असलमा आउँदै आएर सामान किनेर अब हामी चाहिँ त्यही गरेर सामान किन्ने काम चाहिँ भइरहेको छ अब अङ्कललाई छोड्नलाई अर्को अङ्कल पनि आइसक्नु भएको छ यी अङ्कल चाहिँ अर्को अङ्कल चाहिँ आज जुम्लासम्म जाँदै हुनुहुन्छ सुर्खेत जुम्ला हो सिधै अनि अङ्कल चाहिँ उहाँ पनि छोड्न आउनु भएको छ हामी 2 महिना करिब हामीसँग बसाइ भयो अङ्कलको त्यही भएर यता बनाउनु पनि जाँदै हुनुहुन्छ अब सामानभित्र छ अङ्कलको चाहिँ जुम्ला जानमा एकदम आज चाहिँ सियालीले पुरै पैसा खनखन गनेर अनि यता सामान चाहिँ प्याक गर्नु भयो यतातिर अनि यता चाहिँ उहाँ चाहिँ कमान्डर सिकाउँदै हुनुहुन्छ अनि छोड्नलाई आउनु भएको छ उहाँहरू ट्याक्टर सामान यतातिर अब नेपालको झन्डा पनि छ यो पनि जुम्लैतिर लैजाने यो झन्डा अनि यतातिर पनि सिलाजु अनि त्यहाँबाट अरू सब सामानहरू ल्याएर यहाँ कुदाउन आउनु भएको छ यस्तै साथीहरू यस्तो हुन्छ अब एकैछिनपछि 4 बजीतिर बस चढेर सुर्खेतको यात्रा हुँदैछ भोकले मान्छे बिस्कुट खाँदा भइसकेपछि यतातिर बिस्कुट चाहिँ भोकले अब अघि रोटी खाउँ भन्दा नमानेपछि यस्तै हो उहाँले चाहिँ अघि 6 रोटी खाएर पनि अझै पुगेन अरे त्यही भएर चाहिँ बिस्कुट खाँदै हुनुहुन्छ अब अङ्कलको गाडी पनि आइपुग्यो अब चाहिँ अङ्कल चाहिँ सुर्खेत हेटौडादेखि सुर्खेतसम्म जाँदै हुनुहुन्छ सामान पनि रेडी जानको लागि चाहिँ सामान चाहिँ अब गाडीमा प्याक गर्दै हुनुहुन्छ सबले गाडीमा हाल्नु लाग्नु भएको छ अब चाहिँ हिँड्नुहुन्छ एकैछिनमा हेटौडा टु सुर्खेतको यात्रा सुरु भयो शुभ यात्रा
अब सबैलाई अब हुन ठुलो मान्छेलाई ढोगर्दै यात्रा चाहिँ सुरु भइसकेछ। उहाँको चाहिँ यात्रा शुभ होस् यही बसमा हो नि। ढोगर्न गइरहेको छु। अङ्कल चाहिँ अब यात्रा अङ्कल अब हामीसँग जानु होला। अनि त्यस्तै हो, हामी चाहिँ अब यात्रा चाहिँ हो यो गाडीमा जानुहुन्छ। अब ल शुभ यात्रा उहाँको केही हेटौँडादेखि जुम्लासम्मको यात्रा शुभ रहोस्।